हामीहरू जान लाग्छौँ। हामीहरू अहिले जस्ट जान लागेको बातुकेप। ल बातुकेप अहिले चाहिँ नि केएल सेन्टरबाट हामी बातुकेप जान लाग्छौँ। पर बातुकेप जाने गाडी कहाँदेखि लाग्छ भन्ने खोज्दै खोज्दै घुमिरहेका छौँ। ल हेर्न सक्नुहुन्छ यहाँको रमाइलो डिस्ट्रिक्ट। चिनेर आएको छुट्टीको बेला छैन धेरै खासै मान्छेहरू। ल यो चाहिँ नि 6 नम्बर हो, मेट्रो 6 प्लेट 6 सरी प्लेट नम्बर 6 हो। यो चाहिँ नि 5 हामी जाने 5बाट केएल सेन्टरबाट 5 नम्बरको प्लेटफर्म नम्बरमा आएपछि यहाँ चाहिँ नि आउँछ केटिएम आउँछ। केटिएमबाट सुइँ 5 नम्बर बातुकेप लेखा छ नि माथि, यो लाइन जान्छ 5 नम्बरको बातुकेप। अब चाहिँ नि अब यहाँ त यस्तो छ पुरै सुनसान छ। बातुकेप आइपुगेपछि म तपाईँलाई खबर गरौँ ल। यहाँ हामी आइपुग्यो बातुकेपमा। अनि एकछिनपछि भित्र जान्छ। म अहिले चाहिँ यसो फ्रेस हुनु पऱ्यो कि धेरै बेर भइसक्यो। माल पानी रोकेर राखेको भिड टन्नै छ भिड हेर्नु हेर्न सक्नुहुन्छ। मलेसियामा यो अगर मेट्रो एमआरटी यो पिङ्क कलर भनेपछि केटीहरूको हुने चाहिँ केटीहरूको लाइन हो यो चाहिँ नि। यसमा चाहिँ नि गल्तीले पनि नचढौँ ल। बाइचान्स चढेपछि फाइन तिर्नुपर्छ फाइन, बुझेको? अब फाइन अब यहाँको त्यही हो, एकचोटिमा 100-150 झ्याम्मै खाइदिइहाल्छ फाइनमा। ल गाइस अब इन्ट्री हान्न लागेको। के छ वीरेन्द्र भाइ, कतिको गाह्रो हुने बच्चा? गाह्रो त छैन, एकदम बिन्दास छ। अब रमाइलो ठाउँ पायो भने त कहाँ गाह्रो हुन्छ। गाह्रो छैन खासै, आउने मान्छे आउन सक्छ, केही त्यस्तो हुँदैन। यहाँ जानु के रे कुकुरलेसम्म इन्जोय गरेछ यहाँ भने जस्तो हामी झन् मान्छे हो घन्टे। 2 दिनको जिन्दगी के राखेको छ र हाँस्ने खेल्ने रमाउने यस्तो छ ठाउँ। अब यहाँ चाहिँ नि इन्ट्री हुन्छ है च्याममा लाएर। मान्छे हेर्न सक्नुहुन्छ टन्नै छन्। यो माइक किन्न पाए मजा आउँछ कि है, क्लियर आवाज आउँछ कि माइक किन्न पाए थियो। उही नेपाल छोडेर आएको घुमघाम खासै हुँदैन फेरि, त्यही हिसाबले नकिनेको। यस्तो छ हल्का। अब चाहिँ नि यतातिर घुम्दै गइया छ। अब थाहा हुन्छ। हेर्न सक्नुहुन्छ यहाँ अलिअलि पानी पर्न लाग्यो। पानीको पनि सिजन भइसकेको छ है माथि। अनि त एकचोटि फोन गरेर सोधे हुन्थ्यो है चन्दनले कहाँ छ भनेर। फोन गरेको नि सोधे हुन्थ्यो कि गइसक्यो कि केही छ नि है। सरकारको मान्छे हो नि त। घन्टी त बिहान आउनु सही हुन्छ, खाली पेट बल्ल रमाइलो हुन्छ। पानी पर्ला जस्तो गरिरहेको छ। अब पर्छ एकछिन जस्तो लाग्छ, पानी पर्छ। अब पानी त पर्न लाग्यो, अब पर्छ कि के पानी पर्ला जस्तो भइरहेको छ। खै के हुन्छ हेरौँ। अब हेर्नु चाहिँ नि यस्तो छ ठाउँ। अब घुम्दैछौँ हेरौँ के हुन्छ। अहिले चाहिँ नि म हल्का भित्रतिर गयो भने म देखाउँछु। अहिले चाहिँ नि यसो राखिदिन्छु है। गाइस आइयो बातुकेपमा पानी पर्ला, छाता ओढ्न लागेको सबले। भिड हेर भिड छ नि यस्तो भिड छ। अब के भनिदिउँ अब यो भिडलाई, धेरै भिड छ यहाँ जाने। यता एउटा पुरा भिडियो बनाउने चक्करमा हिँडिरहेको छ। भिड हेर यहाँ बाबा परेवाहरू अब हेर्न सक्नुहुन्छ। वाह छोप्न खोजेका छन्। पानी पऱ्यो क्या, नराम्रो भयो। सबभन्दा नराम्रो भनेको पानी पऱ्यो यहाँ।
यस्तो गर्नुपर्छ गाइस। गाह्रो छ गाह्रो छ। अब चाहिँ नि एकैछिन एन्डिङ गर माथि जाम कि नजाम भन्ने भइरहेको छ। पानी पर्ने जस्तो भएको छ। अहिले फेरि पानी परिहाल्यो भने ला ठुलो पऱ्यो भने ओताउने ठाउँ कोही छैन, गाह्रो हुन्छ। त्यही भएर अहिले फिलहालको लागि नजाने बसिरहेको छौँ। है के हुन्छ हेरौँ। ए यहाँ हाम्रो लेखा छ बातु केफ। बातु केफ आउन सक्नुहुन्छ घुम्नको लागि। रमाइलो रमाइलो छ गाइस, रमाइलो छ। रमाइलो भनेको मलाई घुमाइराख्ने हो भइको छैन। तल हेर्दा भिजेको छ पुरै, माथि पुरा फोटो खिचाखिच भएको छ। पुरै छन् मान्छेहरू त पुरै छोडिदिउँ। जानी कहाँ माथि जाने हो? अब बाई बाई भनेर हामी निस्किन लाग्यो। अब भयो आजको सफर यति। अब कहाँ जाने हो? यताबाट अब ट्रेन समातेपछि डाइरेक्ट केएल सेन्टर जाने। अब केएलसीसी जानुपर्छ है। केएलसीसी ट्विन टावर। ट्विन टावर जान लाग्यो है। रातभरि अब त्यही बस्ने हो। यता मङ्कीलाई हेर कस्तो अस्ति एउटा मङ्कीलाई त्यो एप्पल खेलाएको हातै माथि फर्किहाल्यो। मङ्की आउँदैछ। मङ्की आज यसले पेन्ट गर्छ कि अर्को कलर खलाउँछ? खै चम्क्या छ है। यो होइन चिल्ला मङ्कीहरू मङ्कीले गर्छ कमाल। दाल हो हेलो गरे अघि खाएको गाँठे देखेको कसरी खान्छन्। बाँदर पनि हो कि बुद्धि त हुन्छ बाँदर हुने पनि। मान्छे भन्दा त अलि जान्ने नै हुन्छ जति जे गरे पनि। उता नारियल पानी भनेर चच्चाउँछ तर हल्ला धेरै आउँछ है। यस्तो छ हाल। यता घुम्ने घुम्ने भइयो। फोटो खिच्न पर्यो यतातिर। ऊ विष्णु भगवान छ, हनुमान छ, विष्णु भगवान छ। अनि यहाँ काली माताहरू छन्, सेती माताहरू छन्। मातै माता। माथिबाट करा छ। माथि पुरै बाँदरै बाँदर आजभरि बाँदर। बाँदरको कमी छैन हो त्यस्तै यहाँ मान्छेको कमी छैन। टावर नि आइपुग्यो मलेसियाको केएल सेन्टर आइपुग्यो। केएल सेन्टर होइन केएलएल सेन्टर हो गाइस। यो भनेको केएल सेन्टर। केएलसीसी केएल सेन्टर होइन केएलसीसी है, सरी मिस्टेक। यो भनेको पब्लिक ब्याङ्क हो यो भनेको। अनि यता आएर भिड सब फोटो खिच्न बसेका छन् यहाँ ट्विन टावरको। पुरै मान्छे छन्। घुम्न जाने जे होस् रमाइलो छ। त्यो हो पैसा हुनु पर्यो साथमा। पैसा यस्तो घुमाइ त जहाँ पनि हुन्छ। यो साइकल हो साइकल, पैसातिर हिँड्ने साइकल। मस्त छ ठाउँ। ए यो ठाउँमा कहाँ अहिले राम्रो होला त यार। यो ठाउँमा त गाँठे राति हुन्छ राम्रो त। अहिले त यस्तो छ हाल।
पुरा